भन्दा होइन हो नि त ल ये राम हरि भगवान जताततै लटरम्मै फलेछ हिन्दू धर्म मान्ने मान्छे म के हो अनि त्यहाँबाट क्रिस्चियन फलो गरेर जेसस क्राइस्टलाई आमिन आमिन भन्दै मेरी क्रिसमस भनेर सबैलाई भनेपछि त क्रिसमसको दिनमा त घरमा रुख ल्याएर राखिदिएको भसक्कै पैसा फलेछ तपाईँ कहाँ छैन मैले भन्दै त थिएँ अस्ट्रेलियामै हुनुहुन्छ भने घरमा ल्याएर क्रिसमस ट्री राख्नुहोस् जेसस क्राइस्टले पैसा फालिदिन्छन् पब्लिक होल्डे काम गर्न कुन्द पर्दैन यसो गर्दै भने हो किन ल हेर त अनि एउटा कुरो यो पैसा टिप्ने तरिका भिन्दै छ फेरि हातले टिप्ने होइन यसरी देखाउने होइन यसरी देखाउनु पर्छ यसरी अझ यसरी देखाउनु पर्छ ए 50 नि फलेछ 20 पनि फलेछ 10 का हाँगा हालेछन् म चाहिँ टिप्न पर्यो भाइ टिप्ने यसरी हो कसरी टिप्ने होला त 50 बाट टिप्नु ओ माई गॉड आज भ्याइन जस्तो यसले त हाँगा लाए त अर्को वर्ष यो छोडिदियो भने फेरि यो 50 अर्को वर्ष पुरै 100 हुने भइगयो नि छिया मिया लाएर त जम्मै भुइँमा झरेछ नि छिया चाहिँ सबै छिया हुन्छ नि छिया फुल खेलेकाहरू सबै फुल त भुइँमा झरिसकेछन् ए राम हरि यस्तो तपाईँहरूको घरमा नि भएको छ भने भन्नु है अनि कोही अस्ट्रेलियामा बस्नु भएको छ बसोबास गर्नुभएको छ भने क्रिसमस ट्री घरमा अवश्य ल्याउनु होला होइन भने पैसा तपाईँको फल्दैन पब्लिक हो कामै गर्नुपर्छ क्या तपाईँ सधैँ गरिबका गरिब हो एउटा रुख ल्याइदिनुहोस् पैसा घरमै फल्छ काम गर्न जानु पर्दैन बिहानभरि दिउँसो 12 बजीसम्म पालेर कोठै सुत्दा हुन्छ है त ल भन्दै लभ यु